जस हेल्दी लिभिङमा सरी डेजै नेपालमा आउँदै गर्दाखेरि हामी महिलाहरू पनि यसरी अघि बढ्न सक्छौँ भन्ने एउटा विश्वास एकदमै धेरै लागेको छ। किनकि हामी महिलाहरू धेरै जसो हामी अगाडि बढ्नको लागि केही गर्नको लागि हामी अगाडि धेरै कुरामा पछाडि परिरहेका हुन्छौँ। जस हामीले यसरी डाइरेक्ट सेलिङमा आउँदै गर्दाखेरि हामी महिला पनि हामीले अगाडि बढेर केही गर्न सक्छौँ भन्ने लागेको छ र सबैजनालाई पनि महिलाहरू विशेष अगाडि बढ्न सक्नुहुन्छ भन्ने एउटा प्रुभन पनि हुन्छ जस्तो लागेको छ मलाई चाहिँ। र हामीले काम गर्दाखेरि असफल केही पनि हुन्न। हामी मेहनत गरेर अगाडि बढ्नुपर्छ। हामीले मेहनत गर्दै अगाडि बढ्यो भने कुनै पनि असम्भव कुराहरू पनि हामीले सम्भव गर्न सक्छौँ। यहाँसम्म आउँदै गर्दाखेरि विशेष त म मेरो अफलाइन आदरणीय गुरु कपिल परियारजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यति धेरै साथ सपोर्ट र सहयोग गर्नुभएको छ उहाँले यस विशेषको लागि। र मेरो टिमलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। पदम धिमाल हुनुहुन्छ, नन्दलाल सर हुनुहुन्छ, रिया म्याम, अथराम सर हुनुहुन्छ। यो सबैजनालाई धेरै धेरै विशेष धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। किनकि हामी अगाडि बढ्नको लागि हामीलाई धेरै नै सपोर्ट हाम्रो टिमले पनि गरेको हुन्छ। हेर्नुहोस्, त्यसैले धेरै धेरै धन्यवाद छ। र हजुरहरू पनि यसरी नै अगाडि बढ्नुहोस्। एकदमै धेरै धेरै शुभकामना गर्न चाहन्छु हजुरलाई पनि। सबैजना अगाडि बढ्न सकिन्छ होइन। सबैजना भोलि हजुरहरू आज म यहाँ आएँ यो एचिभ गरेको छु, भोलिको दिनमा तपाईँहरू पनि एचिभ गर्न सक्नुहुन्छ। सो हजुरहरू पनि काम गर्दै जानुहोस्, अगाडि बढ्नुहोस्। हेर्नुहोस्, हामी यति धेरै राम्रो अपर्च्युनिटीमा छौँ। डिजिटल नेपाल हाम्रो लागि एउटा एकदमै ठुलो अपर्च्युनिटी रहेको छ। सो यसलाई हजुरहरूले लिनुहोस्, ग्याप गर्नुहोस्, अगाडि बढ्नुहोस्। हामीले धेरै नै सक्सेसहरू हासिल गर्नु छ, धेरै अगाडि बढ्नु छ। हामी एउटा टिममा रहेर यसरी अगाडि बढिरहेका छौँ, अगाडि काम गरिरहेका छौँ। सबैभन्दा ठुलो कुरा यही नै हो। र हामीलाई अगाडि बढ्ने साथ सपोर्ट गर्ने हामी यति धेरै राम्रो टिममा भएर काम गरिरहेका छौँ। यो नै सबैभन्दा ठुलो कुरा हो। र यही भन्न चाहन्छु, हामी गर्न चाहेको खण्डमा हामीले जे पनि गर्न सक्छौँ। र यहाँसम्म हरेक परिस्थितिहरू आउँछन्। सो ती परिस्थितिहरूलाई अगाडि चल्दै जानु नै सबैभन्दा ठुलो कुरा हो। काम गर्दै जाँदाखेरि धेरै नै किसिमको कुराहरू होइन, धेरै नै यसलाई के भन्छु भने एउटा सङ्घर्ष हो, एउटा कर्म हो। यसलाई अगाडि काम बढ्दै जानुहोस्, अगाडि बढ्दै जानुहोस्। सबैजना हरेक पदमा पुग्न सक्नुहुन्छ, म भन्दा नि माथि पुग्न सक्नुहुन्छ होइन। सबैजनाले यही भन्न चाहन्छु। र विशेष धन्यवाद फेरि पनि म कपिल परियार सरलाई दिन चाहन्छु हरेक सपोर्ट र हरेक परिस्थितिको लागि। किनकि उहाँ ले हामीलाई हरेक बाटो एउटा वे देखाइराख्नु भएको छ। त्यही बाटोमा बस हामी हिँडिरहेको छौँ। किनकि हामी काम गर्न पनि अगाडि बढ्नको लागि पनि हामीले एउटा बाटो देखाउने व्यक्ति हुनुपर्छ, एउटा गुरु हुनुपर्छ। किनकि कुनै गुरु बिना पनि हामी अगाडि बढ्नै सक्दैनौँ। त्यसैले उहाँले यति धेरै राम्रो मेहनतको साथमा हामीलाई अगाडि बढाइराख्नु भएको छ। विशेष धन्यवाद उहाँलाई र टिमलाई पनि फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र हजुरहरू अगाडि बढ्नुहोस्, हामी सबैजना अगाडि बढ्न सक्छौँ। सो मेहनत गर्नुहोस्, आफ्नो कामलाई निरन्तरता दिनुहोस्। सबैभन्दा ठुलो कुरा हामी आफ्नो कामलाई निरन्तरता दिनुपर्छ र एक्सनमा जानु जरुरी छ भन्न चाहन्छु। सो मलाई केही भनाइहरू दिन यो अवसर दिनुभएको छ। सो थ्याङ्क यू सो मच सर, थ्याङ्क यू, नमस्कार। ओके, थ्याङ्क यू सो मच सुन्ताजी। एन्ड फेरि पनि हजुरलाई धेरै धेरै बधाई। र नेक्स्ट जर्नीको लागि चाहिँ म विशेष रूपमा हजुरलाई शुभकामना दिन चाहन्छु। अग्रिम शुभकामना छ।